यो चाहिँ हो खसीको मासुको झोल र यो चाहिँ स्यान दिदी घरबाट ल्याउनु भएको आमाले हो। र हामी यहाँ आज फोक्से साँधेर खाँदैछौँ माइजू घरमा। नुन कति हाल्नुभयो? र आज चाहिँ फोक्से एकदमै टेस्टी भएको थियो अनि हामी चाहिँ सबै मिलेर खाँदैछौँ। हेलो साथीहरू, म गाउँमा छेत्री, सबैलाई स्वागत छ मेरो आजको भ्लगमा। र आज चाहिँ म बिहान बिहान उठेर पहिला रनिङ गर्न गएँ, त्यसपछि आएर म यहाँ योगा गर्दैछु। जस्तो पाए त्यस्तै, जानी नजानी जस्तो हुन्छ त्यस्तै योगा गर्दैछु होइन। अब धेर मोटो भएर लिभरमा अब फेट जमेपछि यस्तो त गर्नु नै पर्दो रहेछ हो। अनि अरू काम सकेर नुहाइधुवाइ गरिसकेपछि चाहिँ मैले आज बिहान बिहान चिकन बनाएँ होइन। अनि चिकन बनाएर चाहिँ अब आज बिहान बिहानै किन बनाएको भनेदेखि चाहिँ हिजो ल्याउनु भएको थियो अनि अब रासिन पनि जाने भनेर चाहिँ क्या छिटो छिटो गरेको नि त मैले चाहिँ। अनि हिजो चाहिँ बनाइनँ मैले, अनि आज चाहिँ बनाएको। अन्त आमालाई चाहिँ यहाँ छ मटन हो, यो चाहिँ आमाले स्यान दिदी घरबाट ल्याउनु भएको। स्यान दिदी घरबाट चाहिँ स्यान दिदीले पठाइदिनु भएको रहेछ नि त आमालाई। अनि त्यही भएर चाहिँ आमाले नै बनाउनु भएको यो चाहिँ। अनि यता चाहिँ छ बडी भाजा र यता खाजा पनि ठिक पार्दैछु रासिन जाने भनेर चाहिँ। अनि रासिनबाट आएर चाहिँ खाना खाने भनेर हो। अनि यता खाजा चाहिँ खाएपछि चाहिँ अनि हाम्रो काम पनि सकिन्छ। अनि यता माछा पनि झोल बनाउँदैछु नि त। आज चाहिँ हाम्रो घरमा खालि लोकल कुखुरा बाहेक अरू सबै थोक छ भनौँ न होइन। र यता सब्जीहरू पनि काट्दैछु हो। अनि नानीलाई टिफिन हाल्नलाई यहाँ आँटा पनि मुसिदिएँ मैले। र आज चाहिँ आलु भाजा पनि बनाएको थिएँ नि त। अनि नानीले भन्यो रोटी पनि लान्छु आलु भाजासँग भात लान्छु भन्दै थियो। अनि मैले भने भात नलाई चाहिँ खाना सक्दिनँ भनेर चाहिँ फेरि मैले सुक्खा रोटी हाल्नतिर लागेँ नि त। अनि सुक्खा रोटी चाहिँ मैले 4टा बनाइदिएँ होइन। हाम्रो ताई चाहिँ यति ठुलो छ कि 4टै रोटी नै अट्छ, तर बेल्ना चाहिँ ढिलो भयो मलाई। अन्त त्यही भएर चाहिँ बेल्नालाई ढिलो हुनाले गर्दा चाहिँ 3टा मात्रै भयो होइन। अनि यहाँ चाहिँ मैले यस्तो दामी फुलाइदिएको छु रोटी पनि हो। म चाहिँ आगोमा हालेन भने रोटी फुलाउनु सक्दिनँ टाइममा अरूले जस्तो नि त। त्यसपछि नानीलाई टिफिन हालिदिइसकेपछि चाहिँ हामी गयौँ रासिन लिन। माइजू र म चाहिँ रासिन लिन गयौँ। कान्छालाई चाहिँ नानी लिएर पठाइदिएँ, कान्छा साइकलमा आउनुहुन्छ भनेर चाहिँ हामी अगाडि नै निस्क्यौँ नि त। अनि माइजू र म चाहिँ जाँदैछौँ, म पुना आँटेको छौँ र बात गर्दै गर्दै जाँदैछौँ माइजू र म चाहिँ। अनि यहाँ रासिन पुगेको त आज बुधबारको दिन त भिड नै नहुँदो रहेछ है। अरू बेला हामी आइतबार जान्थ्यौँ नि त, हामी पुरा भिड हुन्थ्यो। आज बुधबारको दिन त जाने बित्तिकैमा लाइन पनि पाइहाल्यौँ हामीले। अनि त्यसपछि घर आएर खानासाना खाइसकेँ होइन। अन्त यता चाहिँ म फोक्से टिप्न लागेँ होइन। अनि डाङ लिएर हिँडेको म चाहिँ हो फोक्से टिप्नको लागि। अनि क्यामेराभन्दा उता रहेछ नि त, अनि त्यही भएर चाहिँ देखिएन। अनि म चाहिँ माइजू घर गएँ 2टा फोक्से बोकेर। अनि माइजू घर जाँदै थिएँ नि त, क्यामेरा अन गरेकी थिएँ तर थाहा थिएन नि त माइजूलाई चाहिँ। अनि यहाँ चाहिँ दुर्गा भाइ चाहिँ दाउरा चिर्नु हुँदो रहेछ एकदमसँगले। अनि कति रुपियाँ हाजिरा भनेको त फ्रीमा भन्नुहुँदै थियो। अनि घरमा म भोलि बोलाउँछु नि भन्दाखेरि चाहिँ 400 रुपियाँ पो भन्नुहुँदो रहेछ होइन। अनि यता चाहिँ माइजू र म मिली राम्रोसँगले, तर आज खाँदा चाहिँ माइजू र म मात्रै थियौँ हो। अनि त्यसपछि दुर्गा भाइ अनि हाम्रो नानी थियो र अरू चाहिँ कसैलाई पनि बोलाएको थिइनँ, थाहा पनि छैन कसैलाई नि त। अनि माइजू र म चाहिँ गफ गर्दै गर्दै यहाँ बोक्रा छिल्दैछौँ। र म चाहिँ 2टा लगाएको थिएँ नि त। अनि 2टा, एउटा माइजूले एउटा मैले छिल्दैछु म। यो चाहिँ एकदम धेरै लामो भिडियो भएको थियो, नभएको पनि 16 मिनट लाग्यो हामीलाई यो फोक्सेको कभर छिल्नको लागि होइन। अनि फोक्सेको कभर मात्रै छिल्दा हुँदैन, अनि त्यसको बाहिरको त्यो अलिअलि त्यो रहन्छ नि हौ, त्यो पनि छिल्नुपर्छ क्या, नभए तितो तितो हुँदो रहेछ नि त। अनि त्यही भएर त्यो पनि छिल्नलाई पनि ढिलो भयो नि त। अनि यता चाहिँ छिलिसक्यो म, 2टा फोक्से यति भयो हाम्रो गमलामा हाल्दाखेरि चाहिँ। अनि माइजू जानुभएको छ नुन खोर्सानी लसुन पिस्नको लागि हो। अनि नुन खोर्सानी लसुन लिएर आउनुभयो माइजूले। अनि मैले चाहिँ आफ्नै हातले नै मोलेँ, तर त्यतिखेर चाहिँ पोलेन, अहिले चाहिँ पोलिरहेको छ हौ हात चाहिँ मेरो। अनि मैले मजाले पोलेँ। अनि माइजूलाई चाहिँ 5 लिटरको तेलको ढ्वाङ नै लिएर खनाउनु हुँदैछ। अनि त्यही हाल्नु हुँदैछ नि त। अनि म चाहिँ मजाले मिक्स गर्दैछु हो। र माइजूले नचबाइ निल्छन् भन्नु त आमा ठिक। किनले नचबाइ निल्दिरहेछन् भन्नुहुन्छ? अनि कति चबाउनु? ठिक हुन्छ नि। अनि
अनि म पनि यता खानु लागेँ हो। खाँदा खाँदै पनि हाम्रो थुप्रो गफ भयो नि त। म माइजूको धेरै जस्तो आउँदिनँ नि त, अनि बल्ल बल्ल भेट हुन्छ। अनि त्यही माथि खाँदाखेरि त गफ पनि भिन्दै हुन्छ क्या। अनि अब गफ गरेको सुनौँ भने त अब भएन होइन, जुगलबन्दी हुँदैछ नि त हाम्रो चाहिँ यहाँ ककसको। अनि त्यही भएर चाहिँ मैले नसुनाएको। अनि लामो पनि भएको थियो नि त खाएको भिडियो, अनि त्यही भएर चाहिँ क्या। अनि यस्तो पिरो भएको थियो, अनि लास्टमा फर्स्ट खाँदाखेरि चाहिँ पिरो भएन, अनि लास्टमा खाँदा त एकदमै धेरै पिरो भएको क्या। अनि फेरि चिनी पनि खानु पऱ्यो, मैले चिनी पनि हालेँ फेरि बादमा नि त। अनि नानीले चाहिँ थोरै नहालिकन खाएको थियो नि त, अनि छेउमा आएर फेरि खान्छु भनौँ नि थोरै हालिदिएँ नि त त्यसलाई पनि मैले। अनि आजको फोक्सो खाए चाहिँ एकदमै धेरै पिरो भएको थियो क्या। अनि हामी गफ गरी खाएको। र आजको डे आउट चाहिँ हाम्रो यस्तै भयो हो। आजको दिन चाहिँ जे भए पनि रमाइलो नै भयो मेरो लागि चाहिँ हो। अनि हाम्रो फोक्स चाहिँ जुन छ हौ त्यो चाहिँ हिउँदै कि बर्खे के भन्छ नि त, हो त्यस्तो खालको ढिलो पाक्ने नि त, त्यही भएर रातो नै नहुँदो रहेछ। पुरा रस भएर पनि रातो हुँदैन रहेछ नि त, अनि काँचे काँचे नै देखिएको छ क्या।